यो चाहिँ मेरो खेतालाको लागि। मर्निङ एभ्रिवान, आफ्नो युट्युब च्यानल। आज म चाहिँ घाँस काट्नलाई जाँदैछु। सधैँ कान्छी बहिनी जान्छ, कान्छी बहिनीलाई सन्चक होइन, त्यही भएर म चाहिँ घाँस काट्नलाई म मात्रै होइन नानीहरूसँग जाँदैछु। दिदीको छोराहरू पनि छुट्टी मनाउन आएको थियो, तिनीहरूलाई पनि घाँस मापसँगै लगेर जाँदैछु। हामी चाहिँ कुच्चोको घाँस काट्नको लागि जाँदैछु। नानीहरू चाहिँ तल पुगिसक्यो। म चाहिँ भिडियो बनाउँदै अलिक ढिलै कस्तो अप्ठ्यारो छ बाटो पनि फेरि जाँदैछु। यहाँनिर कुच्चोहरू निकाल्नु एकदम अप्ठ्यारो हुन्छ क्या। हाम्रो चाहिँ कुच्चो निकालेर कस्तो अप्ठ्यारो क्या पाखा भएर। त्यही भएर घाँस काट्नलाई म चाहिँ लगभग 4-5 वर्ष नै भयो घाँसहरू हाम्रो यो बारीमा काट्न नआएको। अनि म चाहिँ आज भिडियो पनि बनाउँदै अनि घाँस पनि काट्नलाई आएको छु। हाम्रो कुच्चो झन्डै झन्डै ओइ के काट्दैन हिँड्न। अनमोल र प्रितमलाई चाहिँ यिनीहरूको डेली काम नै भइरहेको छ अहिले घाँस काट्नलाई। यिनीहरूले लिएकोले पनि पुग्दैन भनेर म चाहिँ आएको। कहाँबाट काट्ने हो? तल्लैबाट? आमामा आमै हाम्रो पाखा त यस्तो पो भइसकेको छ नि, भौसे फुलेर नि लैलै के गर्नु र। आएको भए हुन्छ नि, भरे त उताबाट आमै कस्तो अप्ठ्यारो छ यो बाटो। त सकिँदैन, चिप्ले लडिन्छ। मेरो उसामा उठी साट्न आउनु, सिरैमा रेशमी। यो चाहिँ सबै हाम्रो यो बारीहरू हो क्या। अनि पहिला हामी चाहिँ यहाँ के अरे दिदी बहिनीहरू सबैजना हुँदाखेरि चाहिँ यो बारीहरूमा सबै बेसारहरू रोप्ने गर्थ्यो। यहाँ अझै पनि बेसारहरू रोपेको छ तर खनेको चाहिँ छैन क्या। अब त के गर्नु, सबै काम गर्ने मान्छे छैन होइन। अनि सबै उयो झार पलाएछ क्या। यो भौसेहरू फुलेछ सबै, कस्तो जङ्गल पो भएछ अहिले त यो बारीमा। बेसारहरू खनिन्थ्यो अनि के अरे यसमा नै कुचोहरू यसरी निकालिसके पछाडि के अरे गोठालाहरू गरिन्थ्यो क्या साथी साथी, एकदम रमाइलो हुन्थ्यो। पहिला गरेको बारी जस्तो पनि देख्दैन हौ, जङ्गल जस्तो देखिन थालेछ। के गर्नु र, धेरै वर्ष भइसक्यो यो बारी नचर्चाको। पुरै भौसे फुलेर यहाँ सबै बेसार लगाएको छ क्या। फेरि यहाँनिर के अरे खनु भने त अहिले पनि बेसार यो निस्किन्छ तर सबै झारले पुरेछ हौ बेसारहरू पनि। पुगेर घाँस काट्न थालिसकेछ। छोरोहरू चाहिँ यता घाँस काट्दै रहेछ, कुचोको घाँस। अब म पनि घाँस काट्नु पर्ने हुन्छ। प्रितम, तिम्रो त पहिलो हो मामालामा आएर घाँस काटेको, उता त घाँस काट्नु कस्तो लागिरहेछ भन त। लड्छस्? अनुमोल त पर्फेक्ट है नानी? खै यता हाई गरिदेऊ न। अनि के गर्नु त, हेलो गर्ने नानी? यता हेर त कामदारेहरू। पिर्त हेर न यता। अहिले पनि घाँस काट्नुपर्ने हुन्छ। Stop. मेरोमा लाग्दैन, मेरो दोरी पुगेको छैन। स्टप अनि स्टप। 1.5 मिनटको भइसक्यो। हामीले चाहिँ घाँस काटेर सक्यौँ। अब यहाँनिर के अरे घाँस काट्न आएको यहाँनिर के अरे मम्मीहरूले यस्तो टाँकी पनि काटेर छोड्नु भएको रहेछ क्या। अनि कति राम्रो पलाएको रहेछ। अहिले लड्नुलाई हेर न तिमीहरूलाई, कति राम्रो पलाएको रहेछ क्या। अनि मलाई चाहिँ टाँकी उपरै मनपर्छ नि त। अनि धेरै खाएर पहिला सानोमा धेरै खाएको,
कस्तो रुगा लागेर यो भइरहेको छ ल ल यिनीहरू चाहिँ टिप न अनि टिपेर लैजाउँ भनेर टाकी कति राम्रो पलाएको रहेछ कि अनि टिपेर लाने भनेर नानीहरूलाई टिप्न लगाएको मलाई चाहिँ एकदम मनपर्छ त्यही भएर नखाएको पनि धेरै भइसक्यो नि त टाकी त्यही भएर लान मन लाग्यो अनि एकदमै राम्रो पलाएको रहेछ टाकी टिप्न लगाएको छु मैले यहाँ अनुमोलले टाकी टिप्दै ओइ लडास है नानी यो त कस्तो चकचक गर्छ भने टिप्न त आउँछ कि यो कस्तो छ त थेत्तर चाहिँ मलाई फेरि एकदम त्यो के अरे टाकी हालेर अनि चामल हालेर बनाएर खान एकदमै मनपर्छ नि त अनि अब यो लगेर चाहिँ मम्मीलाई त्यस्तै बनाउन लाउनु पर्छ अनि खानु पऱ्यो भनेर सोचेँ क्या यहाँ अघि आउने बित्तिकै टाकी हेऱ्यो अनि त्यही भएर फेरि तर झोलाहरू पनि देख्छ नि म लहराएको छु अनि लहराले बाँधेर लानु पऱ्यो टाकी टिप्न लाएर मैले हामीले झोला नअलेकोले गर्दा त्यस्तो के अरे लहराले नै बाँधेर लाने भनेर टाकी टिपेको कि अनि त्यही भएर भरे आउने भनेर नानीहरूले त तर कति ओर्दोर गर्छ भनेर एकैचोटि टिपेर लैजाउँ न भनेर टाकी टिप्न लगाएको क्या मैले नानीहरूलाई चाहिँ अब म चाहिँ यो लहरा काट्छु अनि टाकी टिपेर घर लगेर मजाले खाने मलाई चाहिँ एकदमै मनपर्छ म त आइन्छु तर पनि यस्तो के अरे यो बारीको कामहरूमा चाहिँ म खासै हिँड्दिनँ थिएँ क्या त्यही भएर पनि म चाहिँ लगभग यो हाम्रो पाखालाई चाहिँ शीतले भन्छ यहाँ शीतले नआएको चाहिँ लगभग 4-5 वर्ष नै भयो अनि पहिला चाहिँ गोठालाहरू साथीहरूसँग गऱ्यो यहाँ आउँदाखेरि चाहिँ बारीहरू देखेर कस्तो नरमाइलो लाग्यो नि त अनि चर्चाइरहेको बारीहरू सबै भयो फेरि यो झारहरू यो भौसीहरू फुलेर कस्तो भएछ भने कस्तो नराम्रो लाग्यो मलाई चाहिँ अनि एक नराम्रो एक चाहिँ फेरि पहिला बालापन बिताएको नि त अनि साथीहरू कति धेरै याद आयो कानुनको गोठाला गर्थ्यौँ स्कुल छुट्टी हुँदाखेरि गोठालाहरू गरिन्थ्यो अनि साथीहरूसँग रमाइलो गर्थ्यौँ अनि डाँडातिर हो क्या हाम्रो यो हामी चाहिँ तल मुन्छौँ अनि पाखादेखि अलिक माथि डाँडातिर चाहिँ घर छ अनि यहाँ यही बाटो चाहिँ तल अलिक तल जङ्गल देखेको छु तल देखेको यो जङ्गलमा चाहिँ एउटा कुवा छ अनि त्यहाँनिर चाहिँ हामी पानी भर्न जान्थ्यौँ साथीहरूसँग अहिले त अब घरमा धारा आयो अनि धारा आएकोले गर्दाखेरि खासै आइँदैन नि त यतातिर अनि याद आयो क्या मैले सबै साथीहरूसँग हिँडेको अझै छ नानी मजाले टिप न फेरि तिम्रो त सक्यो होला तिमीले त सबै भाँच्यौ त हौ भाँच्यौ यसरी त मर्छ त नि टाकी चाहिँ कति धेरै 4-5 बोटै रहेछ क्या अनि नजिकको चाहिँ यो 4 बोट चाहिँ नानीहरूलाई टिप्न लाएर लाने भनेको अल्गो रहेछ क्या रुख चाहिँ यो चाहिँ अल्गो छ नि नानी मास्तिरको त सक्दिनस् होला छिपेको छ हौ त्यो त नटिप न कल्लो मात्रै टिप टाकी टिपेर सकायौँ भाइहरूले टाकी टिपेको थियो एकदम राम्रो छ अनि हामी चाहिँ यो बेलुकालाई टाकीको सब्जी गाईलाई घाँस काट्न आएको मान्छेलाई पनि तरकारी भेटिहाल्यो अब लान त परिहाल्यो नि ओइ यो चाहिँ कम्ती हौ जिउ भन्ने एउटा जोगाउँदैन काटिसक्यौँ अब टाकी पनि टिपेर सकायौँ अब चाहिँ यो उकालो हिँड्नुपर्ने हो साथीहरू घाँसको भारी बोकेर के गर्नु घाँसको कुचोको चाहिँ घाँस काट्न नि अप्ठ्यारो बोकेर हिँड्न नि अप्ठ्यारो गाह्रो छ सबै हाल्ने पर्छ कि नानी
हाम्रो खाना खाने टाइम भइसक्यो। खानामा चाहिँ के अरे मम्मीले अघि हामीले घरमा खाना नबनाइ हुनुहुन्थ्यो कि हामी आउँदाखेरि अनि मम्मीले चाहिँ के अरे त्यो हामीले लिएको टाँकी नै पकाउने भनेर अनि त्यस भएर मलाई चाहिँ त्यो टाँकी भात खान मन लागेको थियो। टाँकी र चामल मिक्स भएको चाहिँ हाम्रो गाउँतिर टाँकी भात या टाँकी खोले केही त्यस्तै भन्छ। अनि हामीले चाहिँ मलाई खान मन लागेकोले गर्दाखेरि मम्मीले चाहिँ त्यस्तै बनाइदिनु। म चाहिँ कामबाट थाकेर आएर कस्तो उयो के अरे घाँस नपाइकि धेरै पाइन्छ अनि कस्तो गाह्रो भएर त्यस्तै ढल्किरहेको थिएँ। अनि मम्मीले खाना बनाउनु भयो अनि म चाहिँ तपाईँहरूलाई त्यो के अरे टाँकी भात देखाउनलाई देखाउने छु। गएको छु कुकुरहरू चाहिँ खेता लाग्छ न कुचो बान्ने खेतालाई। ओ यो चाहिँ मेरो टाँकी र चामल मिक्स गरेको टाँकी भात यो चाहिँ मेरो फेभरेट। अब म चाहिँ खाना स्टार्ट गरेँ। खेतालाको लागि घरमा चटपटे खाजा दिने भन्नुभयो दिदीले, त्यही भएर चटपटे रेडी गर्दैछु। आज मेरो दिउँसोको काम चाहिँ चटपटे बनाउने अनि त्यही भाँडाकुँडाहरू धुने। म चाहिँ निदाएछु कि अनि त्यही भएर अब म चाहिँ चटपटे साथीहरूलाई दिन्छु। एउटा खाजा दिइसक्यो अनि मम्मी चाहिँ उहाँ के अरे मकै छाट्न जानुभएको रहेछ। अनि नानी पनि मेरो सुतिरहेको थियो त्यही भएर यसो मम्मीलाई पनि मकै छाट्न सघाउँ भनेर म चाहिँ मकै छाट्न दिन लाग्यो। पर मकै छाट्नु हुँदैछ। अब म पनि त्यहीँ जान्छु अनि मकै छाट्छु। उहाँ चाहिँ मकै के अरे गोड्ने बेला पनि भइसकेको रहेछ अनि छाटेर 1-2 दिन पछाडि गोड्ने भन्नुहुँदैछ मम्मीले। त्यही भएर कस्तो अनि यहाँको ओहोरदोहोर गर्दाखेरि बत्ती त निभाउनु नि। कस्तो बत्ती बालिरहेको। मकै त तर किराले खाएको छैन नि अहिलेसम्म। यसपालि अलिक छिटै नै छर्नु भएर होला खासै। छाट्नु पर्दैन कि पर्तिर छ उता पर्तिर। अहिले चाहिँ मकै गोडेर सकिसक्नु भएको रहेछ अनि म चाहिँ मम्मीसँग मकै नगोड्कन नै फर्केँ। मिठो हुन्छ पानी भिन्डी भएर खाँदा हुन्छ पठाएर खानुपर्छ। सिक्नु अस्ति 1 दिन पानी आएकोले गर्दा कति मजाले पलाएको नि। बेलुकाको लागि खाना बनाउनु पर्ने हुन्छ। दिदी बहिनीसम्म चाहिँ के अरे मेरो काइल दिदी बहिनीसम्म चाहिँ मैले खानाहरू भन्दा पनि दिदीसँग मिलेर गरिन्छु। अनि आज दिदी चाहिँ जानुभयो। अब त मैले नै खाना बनाउनु पर्ने हुन्छ। अनि यहाँ त्यही बैगुनहरू रहेछ नि त अनि म चाहिँ बैगुन टिपेर तरकारीको लागि रेडी गर्ने भनेर सब्जीहरू टिप्नलाई बैगुन फलेको रहेछ। अनि म चाहिँ बैगुन तरकारीहरू बैगुन टिपेर बैगुन रेडी गरिसकेँ। अब साना बनाउँछु। खै फ्लावर हेरौँ मम्मालाई फ्लेभर के हो त्यो? कानमा पो सिउरेको रहेछ। खै हेरौँ त तिना पनि देखेको नि। कानमा सिउरिनु भएको हजुरले हो। वा मम्मीलाई हेरेर हाँस्दिनु त। मम्मीलाई हेरेर हौ मम्मीलाई ल्या कानमा सिउरेर हाँस्नु त फेरि। म त सक्दैन। मामु यता हेर्नु त छोरो मम्मुलाई हाँस्दिनु न। मम्मुलाई फ्लावर देखाइदिनु न त। हामीले बेलुकाको खाना खाइसक्यौँ। अहिले चाहिँ खाना खाइसकेर कुचो बान्नु हुँदैछ। मम्मी बुवा चाहिँ यहाँ खाना खाएर टिभी हेर्नु हुँदैछ। अब खाना खाइसकेँ। नानीलाई पनि सुताउनु पर्ने। नानीलाई सुताइसकेपछि म चाहिँ भिडियोलाई पनि एन्ड गर्नेछु। मेरो भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु। नमस्ते बाई बाई। फेरि भेटौँला।